यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः शृण्वन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थितद्वगतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरः सुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलबभुः शुक्लाम्बरा मल्लिकां मालालङ्कृतकुण्डलापविलसन्मुक्तावली शोभितां सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्ष मालाधरां वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं तत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय तेजसे यस्य प्रसादात् भक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। ओम श्री हरे नमः परमात्मने नमः। अथ विंशोऽध्याय कुमार जी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। जब गोमा भिक्षुक रूप श्री महादेव को श्राप पाई आकुल भई रहेकी थिइन्। गंगा में स्नान गर्न गएका शिव भट्ट ब्राह्मण सती ब्राह्मण जी स्नान गरी हरिहर को पूजा गरी सुगुण आदि नाना द्रव्य दान गरी घर फिर्दा गोमालाई रोइरहेको देखि हे पुत्री किन रोइस, के दुःख पर्यो भनी सोधे। गोमाले भिक्षुक रूप श्री महादेवले भिक्षा माग्न आएको कुरा, अक्षता भिक्षा मागेको कुरा, श्राप गरी गएको कुरा सबै भनिन्दा त्यो सुनेर आमा बुबा भन्दछन्, हे छोरी त्यो के महादेव हो र? त्यसले दिएको श्राप लाग्ला। भिक्षुकले त्यसो भन्यो भन्दैमा यसरी रुनु ठिक छैन रौ भनी बुझाए। त्यहाँ पछि गोमा कन्या 6 वर्ष पुगी 7मा लागिन्। शिव भट्टले सती ब्राह्मणीसित सल्लाह गरे गोमाको कन्यादान गर्न भनी ठाउँ ठाउँमा कुलघरानको केटो खोज्न पठाए। जगदीश्वर श्री महादेवले श्राप दिएकोले कहीँ केटो पाउन सकेनन्। शिव भट्ट ब्राह्मण आफै गई जताततै खोजी हिँडे। आफूले भने जस्तो केटो पाउन सकेनन् र फेरि गंगामा पुगी स्नान गरी लागेका ब्राह्मणहरूलाई हेरे मनले हार माने। घर फर्किन लाग्दा कुप्रो कान नसुन्ने डेढो कैलो आँखा भएको, आँखा भुइँ जोडिएको, कपाल सेतो फुलेको, मुखबाट रेल चुहेको 70 वर्षको उमेर भएको ब्राह्मणलाई शिलाको आसन गरी सन्ध्या गर्न लागेको देखि धेरै बेरसम्म आँखा लगाए तिनैलाई हेरिरहे। ती ब्राह्मणले सन्ध्या गरिसकेपछि विभिन्न तरिकाले तिमीले मलाई धेरै बेरसम्म हेरिराख्यो किन हो? तिमी को हो? कहाँबाट आयो भनी सोधे। शिव भट्टले भने, म शिव भट्ट नाउँको ब्राह्मण हुँ। मेरो घरमा एक कन्या चाहिँ कन्यादान गर्न भनी ब्राह्मण खोजी हिँडिरहेको छु, कहीँ पनि पाउन सकिन र घर फर्कदा तिमीलाई देखि हेरिरहेको हुँ। तिमी कौ? यति शिव भट्टले भनेको सुनि शिव शर्मा भन्दछन्, हे शिव भट्ट म पनि शिव शर्मा नाउँको ब्राह्मण हुँ। 16 वर्षको उमेरदेखि कसैले कन्यादान गर्दछन् कि भने हेरिरहेको छु। मलाई कन्यादान गर्ने कोही मिलेन। आज मेरा भाग्यले तिमीलाई भेटाएँ। ईश्वरको कृपाले दुवैको काम हुने भयो। हे पिता, म माथि दया गरी तपाईको पुत्री मलाई कृपा गर्नुहोस्। करजोर सहस्र बिन्ती छ। ब्राह्मण भाइ यो उमेर भयो, आज मेरो विवाह भएको छैन। अब तपाईको कृपा गरी कन्यादान पाउने थिएँ। यदि शिव शर्माले भनेको सुनि शिव भट्ट भन्दछन्, हे यस उमेरमा तिमीलाई मेरो बालक छोरी कसरी दिउँ? फेरि यस्तो कुरूपलाई कामदेव श्रीरथी जस्ती मेरो छोरी सुहाउँदैन। त्यसकारणले गर्दा शिव शर्मा भन्दछन्, हे शिव भट्ट ब्राह्मण त्यसो नभन ती कन्या मलाई देऊ। तिमीलाई हुन्न भने म हत्या गरी मर्नेछु। त्यो सुनेर शिव भट्ट ब्राह्मण मनमा विचार गर्दछन्, अब हत्या लिउँ कि म कन्या यसलाई दिउँ? कन्या नदिए हत्या गरी मर्नेछ, ब्रह्म हत्या कसरी लिनु? त्यसको कर्ममा यति नै लेखेको रहेछ, म के गरौँ? उसले यस दिन श्राप गरी जाने भिक्षुक श्री महादेव नै रहेछन्। त्यसकारणले गर्दाखेरि उनको श्राप उल्लङ्घन गर्न इन्द्रले पनि सकेनन्, रावणले पनि सकेनन्, म जस्तोले कसरी सकौँला? यस्तो विचार गरी खोप पिर नमानेर शिव भट्ट शर्मा ब्राह्मणले साथमा लिई घर गए। सती ब्राह्मणले शिव शर्मा ब्राह्मणलाई साथमा लिई आफ्नो स्वामी घर आएको देखे। हे स्वामी त्यो कसलाई लिई आउनुभयो भनी सोधिन्। शिव भट्टले भने, हे सती यी शिव शर्मा नाउँको ब्राह्मण हुनु। गोमालाई कन्यादान दिने ब्राह्मण खोजी हिँडे, कहीँ पाउन सकिन र घर पुर्याउनु पर्यो भनी सुहाउँदा यिनी गंगाको तीरमा बसी सन्ध्या गर्न लागेको रहेछन्। मलाई देखि सन्ध्या गरिसकी मसित आएको हो, कहाँबाट आयो भनी सोधे। मैले म ब्राह्मण हुँ, मेरो घरमा एक कन्या चाहिँ कन्यादान गर्न ब्राह्मणी खोजी हिँडिरहेको छु, कहीँ पाउन सकिन र घर जान लागिरहेको छु। तिमी को हो भनी यदि यसरी भनेको सुनि म पनि ब्राह्मण हुँ। 16 वर्षका उमेरदेखि कन्यादान गरिलिने भए भनी हिँडेको, मलाई कन्यादान गर्ने कोही भएन। आज मेरा भाग्यले तिमीलाई भेटाएँ। तिम्रो पुत्री मलाई कन्यादान गर भनी मैले। हे शिव शर्मा ब्राह्मण यस उमेरका तिमीलाई बालक छोरी कसरी दिउँ? फेरि यस्ता कुरूपलाई परम सुन्दरी मेरो छोरी सुहाउँदैन। यस्तो कुरा नगर भनी
यस्तो आज्ञा नगर ती कन्या मलाई नै नदीमा हत्या गरी मर्नेछु भनेर सँगै ल्याए। अनर्थ भयो अब गोमा कन्यादान गरौँ कि ब्राह्मण हत्या ल्याउँ। यदि शिव भट्टले भनेको सुनि सत्य ब्राह्मण हे स्वामी यस्तो कुरा नगर्नुहोस्, यो कुप्रो बहिरो टेढो खैलो आँखा भएको, आँखी भुइँ झुडिएको, दारा निस्केको, कपाल सेतो फुलेको, मुखदेखि रियाल बगिरहेको, देख्दैमा पनि अनुहार नपरेको, यस्तालाई पूर्ण चन्द्रमा जस्तो मुख भएकी, मत्ता हात्तीको सुन जस्तो हात गोडा भएकी, सिंहको जस्तो कम्मर भएकी, सावित्रीको जस्तो पैतला भएकी, लक्ष्मीको जस्तो शरीर भएकी, मध्याह कालको सूर्यको जस्तो तेज भएकी, राजहंसको जस्तो हिँडाइ भएकी, कोइलाको जस्तो मधुर स्वर भएकी, यस्तो रूपले भएकी, सिलमा ढलेकी कन्या कसरी दिउँ? अर्काले कन्यादान दिएनन् भने जति मर्लन कि त्यो हत्या हामीलाई लाग्छ। तपाईँ यस कुरामा सन्देह नगर्नुहोस्। मर्दछ भने हत्या गरी मरोस्, त्यो पापमा कपालमा थापी मरौँला ल्याउँला। त्यसकारणले गर्दा त्यसको घर घुर्टीले नडराउनुहोस्। त्यसलाई म त 100 ब्राह्मण हत्या लाग्दछ भने पनि म छोरी दिने छैन। पृथ्वीमा अरू कोही ब्राह्मण छैनन् र तपाईँले नसके म गई खोजी ल्याउँला। यस्तो कुरा आफ्नो स्वामीलाई भनिन्। सती ब्राह्मणले यस्तो कुरा गरेको सुनि शिव शर्मा ब्राह्मण भन्दछ, हे माता सती, संसारमा बुढा पनि छन्, नराम्रा पनि छन्, कसैको छोराछोरी छैनन्, कसैको धेरै छोराछोरी छन्, कोही पुरुषका आफ्नो भन्दा उमेर पाकेको स्त्री छन्, कोही स्त्रीका आफ्नो भन्दा उमेर पाकेको पति छन्, कसैको स्त्री छैनन्, कसैको धनी कोही धनी छन्, कोही गरिब छन्, कुमालेको चक्र झैँ फिर्दिरहेको संसारमा बुढो को हुँदैन र कसलाई मर्न पर्दैन। यस हेतुले ती कन्या मलाई दिउ नदी, तिमी दुवै स्त्री पुरुषलाई श्राप गरी प्राण त्याग गर्नेछु भनी प्रणभय ब्राह्मण्यमा पुर्याई मर्न तयार भए। तब शिव भट्ट ब्राह्मणले लौ बेच्याई पर्न आँट्यो भनी तराई, हे शिव शर्मा, यसो नगर, मेरो पहिले तिमीलाई दिन्छु भनी बुझाई गोडा धोई माथि डाकी लगेर विभिन्न तरिकाले सती ब्राह्मणले नमन्दा पनि शिव भट्ट ब्राह्मणले बुझाउन लागे। यसले उस दिन से श्राप दिने जाने भिक्षुक श्री महादेव नै रहेछन्। अब 33 कोटी देवता हाम्रो सहाय भई आए पनि श्राप टार्न सक्ने छैनन्। त्यसकारणले गर्दाखेरि दैवले यस्तै पारिहाल्यो। क्रोमा विभिन्न तरिकाले यिनीहरूले कन्यादान दिउँ। ढिपी नगरी र सामग्री तयार गर। तब सती ब्राह्मणीले मनमा साह्रै प्रयोग गर्न लाग्यो। अहो, कस्तो आश्चर्य, कस्तो अचम्मको कुरा, बुढाको र बालकको विवाह भएको आफ्नै आँखाले देख्नु पर्यो, हेर्नु पनि पर्यो। निष्ठुले विधाताले मेरो पुत्रीको पुरपुरमा कस्तो लेखिदिएको रहेछ, स्मरण गर्दा यी बालिका भाग्यमानी हुने छिन्, सबै लोकले मान्नेछन् भन्दथे, त्यो पनि झुटो रहेछ। हामीले नगर्ने काम त केही पनि गरेको थिएनौँ, के पापले यस्तो भयो? मेरा छोरीलाई श्राप दिने श्री महादेव नै रहेछन्। यस बालकले के जान्दथे र श्राप दिए होला नि भनी साह्रै दुःख मानि रुन लागिन्। अनि शिवभट्ट ब्राह्मणले भन्दछन्, हे सती नरौ, दैवले जे गर्यो सो बिहोर्नु पर्छ। अब शिव शर्मा ब्राह्मणलाई खान पिउन दिई सुत्ने ठाउँ खटाइदेऊ, परिपिर नमान। त्यो सुनेर ब्राह्मणले अनेक तरहका सामग्री तयार गरी खान पिउन दिइन्, सुत्नलाई ठाउँ पनि खटाइदिन्। शिव शर्मा सुत्न गएपछि आफ्नो छोरीलाई डाकी, हे सानी, तिम्रो विवाह हुन लाग्यो, त्यस ब्राह्मणलाई कन्यादान गर्दछौ, किनभने उस दिन तिमीलाई श्राप दिने भिक्षुक श्री महादेव रहेछन्। तिमीलाई त्यो श्राप लाग्यो, तिमीलाई दोष नदेऊ, तिमी पनि सुर्ता नगर, तिम्रो कर्मले यस्तै पारिहाल्यो, त्यो टार्न केही सक्दैन भनी आँखादेखि आँसु खसाले बडो प्रीतले काखमा लिइन्। यति आफ्नै आमाले भनेको श्री गोमा कन्या भन्दछन्, हे आमा, तपाईँले केही दोष छैन, मेरो कर्ममा यस्तै लेखेको रहेछ, यस्तै परि आओ। फेरि श्री महादेवको दिएको श्राप टार्नको सक्ला र मैले अहंकार गरी भिक्षुक रूप श्री महादेवलाई अनादर गरेको थिएँ, त्यसको फल अहिले पाए। जुन मनुष्यले भिक्षा माग्न आएको भिक्षुकलाई त्यसै फर्काउला, त्यो अवश्य नै यस्तो अवस्थामा पर्ला। जसले भिक्षुकलाई सन्तोष गरी पठाउला, त्यसले यो लोक र परलोकमा सपार्ला। हे आमा, फेरि नमान्नुहोस्, बुढो भए पनि, घोरन्डो भए पनि, दरिद्र भए पनि, रोगी भए पनि, पापी भए पनि मलाई दैवले पारिहाल्यो। रामचन्द्र जस्तालाई पनि दैव लागेर वन जानु पर्यो, वनमा पनि रावणले सीताहरी लाग्यो। फेरि श्री महादेव जस्तालाई पनि दैव लागेर कालकुली विष कण्ठमा राखी नीलकण्ठ भइरहनु पर्यो भने युधिष्ठिर जस्ता हात धर्मात्मा राजालाई पनि दैव लागेर राज्य हारे पाँचै भाइले वनवास र गुप्तवास गर्नु पर्यो। फेरि परसरेकी द्रौपदीलाई दैव लागेर दुर्योधनका सभामा दुशासनले वस्त्रकाली बेइज्जत गरिदियो। फेरि बलि राजा जस्तो दाता को थियो, तिनीलाई पनि दैव लागेर पातलमा बस्नु पर्यो। फेरि कृष्णको जस्तो माया कसको थियो, तिनलाई पनि दैव लागेर आफ्नै अगाडि आफ्नो नाति अनिरुद्ध धराई बाणासुरले बाँधेको र 56 कोटी यदुवंशीहरूको नाश भएको देख्नु भयो। फेरि संसारमा सम्पूर्ण मनुष्य, कीट पतंग र राक्षसाली जति जति जीवात्मा छन्, ती सबका सृष्टि गर्ने ब्रह्मालाई पनि दैव लागेर आफ्नो श्री कटाउनु पर्यो। फेरि देवताका राजा इन्द्रलाई पनि दैव लागेर राज्य छोडी भाग्नु पर्यो। हे आमा, दैवको गति उल्लङ्घन गर्न कोही पनि सक्ने छैन। त्यसकारणले गर्दा पूर्व जन्ममा आफूले गरी आएको कर्मको भोग गर्नुपर्छ। खडा भई कस्तै पनि धेरै पानी भएको समुद्रमा डुबाए पनि जल भर्न घडाभरि मात्र आउँछ। यस्तै आफ्नो भाग्यमा जे जति लेखेको छ उही हुन्छ। फेरि नमान्नुहोस्, तपाईँले दिएको ठाउँमा म खुसीसित जाउँला। त्यसकारणले गर्दा तिमी धन्य रहेछौ, नानी तिमी धन्य रहेछौ भनेर विभिन्न तरिकाले
यसरी सती ब्राह्मण खुसी भएर भन्न लागिन्, तिमी धन्य रहेछौ, बालक अवस्थामा पनि यस्तो घटलाग्दो कुरा गर्ने। भनिन्द रातभरि दुई आमा छोरी गुनगुन गरिरहे। भोलिपल्ट बिहान शिव भट्टले नाउलाई डाक्न पठाए। शिव शर्मा ब्राह्मणको कपाल खौरिन र घुँडाको नङ काट्न लगाइन्। मन परेको खाना लगाउन दिइराखे। शिव शर्मा भने जस्तो खाना पाउँदा हृष्टपुष्ट भई मोटाएर अनि अलिपछि शिव भट्टले लग्न ठहराई कन्यादानको सामग्री तयार गरे। धुमधामका साथ मङ्गल यात्रा गरी आफ्नो मर्यादाले गोमालाई हिरा मोती मणिमाणिक्य रत्नादि नाना वस्त्र अलङ्कार पहिराए। शिव शर्मा ब्राह्मणलाई कन्यादान गरेर त्यसपछि गोमा ब्राह्मणले हातमा फूलका मालाले शिव शर्माको गलामा लगाई प्रदक्षिणा गरे। कन्यादान गरिसके शिव भट्टले ब्राह्मणहरूलाई श्रद्धापूर्वक दक्षिणा दिई भोजन गराए। ब्राह्मणहरू पनि विदा भए। विभिन्न तरिकाले गोमा ब्राह्मणीले पनि शिव शर्मा ब्राह्मणलाई प्रेतले सेवा गर्न लागिन्। जय जय श्री स्कंद पुराणे केदार खण्डे माघ महात्म्य कुमार अगस्त संवादे श्रेष्ठस्थाने परमेश्वरीय व्रतकथायां गोमा विवाहो नाम विंशोऽध्याय। श्री हरे नमः परमात्मने नमः। ओम उपनयतु मंगलम वह सकल जगन मंगलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भयाः अपुत्रा पुत्रणः सन्तु पौत्रणः निर्धनः सुधनः सन्तु जीवन्तु शरदां सताम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिंधु सरस्वती च तीर्थानि सर्वा विवसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसंग या कुन्दिन्दुतसारहार धवला या शुभ्रवस्त्रावृता या वीणावरदण्ड मंडितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहां कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत्।